हेलो एभ्रिवान नमस्कार। यो भिडियो हो हामी इबाराकी केनको बुद्धको ठुलो बुद्धको मूर्ति हेर्न जाने भनेर आमा बाबालाई लगेर जानु लागेको भिडियो हो है। आमालाई अलिकति गाह्रो भएको रहेछ, तर आमाले भन्नुहुन्न क्या, अनि मलाई यस्तो भएको छ भनेर भन्नुहुन्न, अनि अलिकति गाह्रै भइरहेछ। तर उहाँ गएपछि बिचरा अलि टाउको दुखेको रहेछ, त्यही माथि झन् गाडीमा जाने बेलामा टाउको रिङोट लागेर टाउको दुखेर बिचरा गाडीबाट झरेर बमिँदै गर्नुभयो। आज त्यो सम्झिने बेलामा है मैले किन लग्यो होला जस्तो नि लाग्छ, तर भइहाल्छ नि, बुढेसकालको जिउ हो होइन। अनि बल्ल 1 घन्टाको बाटो हो, धेरै त होइन, तर पनि गाह्रै भयो आमालाई। त्यही पनि मैले धेरै मिस गरेको छु आमा बाबा आजको दिन। तर कस्तो सम्म ठाउँ के जापान है, उता अलि गाउँतिर त पहाडहरू छ, धेरै ठाउँ चाहिँ सम्मै के खोला पनि कति ठुलो हो त नि, बागमती त्यो बागमती यति छ है बगेको प्राकिलो छैन, समुद्रै होइन उता देखाउन आमा खोलातिर नि हुन चाहिँ 1 घन्टाको बाटो हो, तर पनि आमालाई अलिकति गाह्रो भएको भएर झन् हामीलाई एकदमै लामो भए जस्तो भयो है। तर फाइनल्ली हामी पुग्यौँ, अनि पुगेपछि त फ्रेस भयो। फेरि धो गर्नु ल भयो आमा। उहाँ बासी त नबस्ने। हेलो गाइज, आज आमा बाबालाई यहाँ इबाराकी केनको बुद्धको मूर्ति ल्याइदिएको छु, ल्याइदिएको है। अनि आमालाई गाडी लागेर गाह्रो भयो होइन आमा। मम्मीको बाबा ल हाई गरिदिनु। Hello, hi. How are you? I'm fine. Thank you. यस्तै छ ठुलो बुद्धको मूर्ति। हाम्रो नेपालीले यति ठुलो मूर्ति गराएर राख्न सक्दैनन् क्या मूर्ति गर्न। हानु दाँत देखाउनु, दाँत पनि देखाउनु त, ल दाँत देखाउनु के। ल ओके भयो बाबा भयो। हेलो गाइस, आज चाहिँ मान्छेहरू धेरै नआइरहेछन् होइन, शनिबारहरू परेको भए नि अलिक मान्छेहरू धेरै आउँथ्यो होला। शनिबार नभएको भएर बिहिबारको दिन भएको भएर बाटो नि खुल्ला हुन्छ भनेर आएको हामी। साँच्चै राम्रो लाग्यो, राम्रो लाग्यो। गाडी लाग्यो गाडी लगाएर अलिक डिस्टर्ब भयो होइन आमा। अहिले कस्तो भयो त, गाडी लागेपछि लाग्यो। ए छैन अब यो उइस मागेको झुम्बाकोहरू सायद किनेर सायद 500 र त्यो पाउँदो रहेछ त्यहाँ नि। यहाँ हात धुनको लागि यस्तो बनाएको छ। आज मान्छे कम है, यो पानी खानु जस्तो, तर खानु मिल्ने नमिल्ने हो। ल आमा आउनु बाबा हात धुनु। ल ल आमालाई पनि हात धोइदिए। ल छोरी पनि हात धोयो, छोरीले पनि हात धोयो। खानु मन लामा पानी खानु हुँदो भाइ, खाइ छैन आमा, लेखेको छैन के अरे यहाँ। सानो भेकुटाको बच्चाहरू छ। अब हामी प्रवेश गर्दैछौँ गाइज। बुद्धको खुट्टा देखियो, यहाँ भिज्छु होला नि साँप। यहाँ केही दान दक्षिणा गर्नु छ भने हालिदिने पैसा, दान दक्षिणा गर्नु छ भने हालिदिन्छु त पापा। यता हामी सबैलाई यता गराइदिनु आमा बाबा। ल आमा यता छोइनु त, हामी सबैको दक्षिणा। ल नमस्ते। डङ्ग गर्नु ल बामा।
ध्वनि यो आवाजले पनि मान्छेलाई शान्ति मिल्छ भनेर हुन्छ यता होइन यो रातो फुल्दा कस्तो राम्रो देख्छ तर के गर्नु साकुरा फुल्दा कति राम्रो देख्छ साकुराको फुलहरू सबै यो रुखहरू माछा थुप्रो होला होला उता कति छ माछा पुरै माछा 1 2 पिङ्क रातै हुन्छ 8 9 10 11 कता हाँसै यत्रो उठेको मूर्ति कसले बनाला होइन आमा डङ्ग ऊ त्यसले क्यामा डङ्ग गर्ने तपाईँले पनि गर्नु है अन्त पक्न है अमितको बाबा भयो 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 के भयो भयो आमालाई पक्न आमा एकछिन गुड ल बाबाको पालो आउनु आमा यता अलि यता आउनु त ल ए बिस्तारै भयो ओके 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 दाइजो हुँदै ल हो र धुप बाल्ने भयो के अरे यहाँ 100 ऐनको एउटा धुप बाल्ने हो रामा धुप बाल्ने आउँछ बाबा त्यही धुप बालौँ है अलि उठेर जाऊँ न उहीँ अगाडि लाउनु ल सबैलाई नाम लिएर गरिदिनु ल बाबामा निरोगी गराइदिनुहोस् है बुद्ध भगवान् राम्रोसँग नेपाल फर्किने नमस्ते गर्नु आमा मनमा शान्ति ल्याइदिनु बुद्ध भगवान्ले त शान्ति हो नि त ल्याउने आमा यो खरानी यस्तो यस्तो गर्नु न खरानीको बास्ना हो खरानी होइन त्यो धुपको टिका लाउनु आमा अच्छा हुन्छ लानु पाबा है अहिले लैजाऊँ ल छोरीलाई लगाइदिनु भयो ल लगाइदिनु यत्रो ठुलो लगाइदिनु आमा ल त्यही भयो हुन्छ बुढोको म यहाँ त्यसो लाग्ने आमा खाने नि ए बनाएको यो मिठो हुन्छ यो माछा हाँस ओ कहाँमा अन्न ए यसले खाने दाना ल जाऊँ आमा लट्टी नगर्नु ल जाऊँ आउनु आमा आउनु अमिसा मैले अमिसाले नि हेल्नु भएको छ तिमी जस्तो हाँस पनि उठ्दो रहेछ है आमा आमा त्यता नजानु खानु बाटो हुन्छ नि आमा छोपिदिउँ के हो माछा नि लग्ने कि लग्ने दुईवटा भएर हामीलाई छाक पुग्छ आमा लगौँ एउटा छोपौँ के हो एक छाक हाँस एक छाक दुईवटा हाँस च्याप्पो मन पर्छ माथि दुईवटा माछा छोप्न पाए नि हुन्थ्यो छोप्नु त आमा उयो ठुलो चाहिँ माछा च्याप्पै भएको छोप्न छोप्ने माछा एक नम्बर नि आमा ऊ है सेतो ऊ के पऱ्यो कटमरे रहेछ भगवान् गौतम बुद्ध कहाँ छु जस्तो हुने है आमा डेन्जर कसम भने यति अग्लो छन् कि हाम्रो गौतम बुद्ध
हाम्रो नेपालको गौतम बुद्धलाई यहाँ लिएर यस्तो गरायो के गर्नु हाम्रो नेपालकोले यस्तो गराउला भन्ने हरायो के अरे अक्षर जस्तै छ है आमा बाबा हुनुहुन्छ चढेर र यता कति वर्ष लगाएर पुरै क्रेनले तानेर पुरै कस्तो कस्तो भित्र सबै छ क्या आमा भित्र कसरी बनाएको छ भन्ने कुराहरू सब भित्र यत्रो पार्ट फोटोहरू छ कति वर्ष लागेको भन्नेहरू हाम्रो नेपालमा यस्तो त कहिले बन्ला है आमा हरायो नि चोरहरूले तेरो बिलामेन छानेको पछि पढ्नमा त केही जानेको छैन अहिले झन् आउनु आमा आउनु यो बुद्धको मूर्तिको पछाडि भागबाट चाहिँ भित्र छिरेर माथि तलमा जान सकिन्छ कि हो यहाँबाट चाहिँ इन्ट्रान्स हो किन अब हामी माथि पुगिसक्यौँ कि हामी माथि पुगेर माथि तलको भ्यू अघि आएको बाटो हेर्दैछौँ त्यो देखिने चाहिँ अघि आएको बाटो हो आमा लाउनु आमा यताबाट नि देखिन्छ अन्त आमा त्यस्तो कुरा चाहिँ टन्न रहेछ है जम्मै चाहिँ अन्त नेपालमा जन्मेको यो सबै यहाँदेखि चाहिँ शाक्यमुनि बुद्ध लोकेसन यसरी लेखेको छ डेप्टे साइडबाट देखिन 120 मिटर अग्लो है त हामी बुद्धको अघि ठुलो मन्दिरको भित्रबाट प्रार्थना नै गरियो मामा कति बुद्धको मूर्ति ला आउनु कति अनि मैले भने त आमा बुद्ध भगवान्लाई भेट्न जाने यहाँ त बुद्धको पुरा मिल्छ कि मिल्दैन अब यहाँ क्यामेरा बन्द छैन लेखेको छैन त्यो भएर हामीले चाहिँ ल्याइयो लाखौँ लाग्छ होला है आमा के होला है बुद्धको मूर्ति यो पुरै कोठा कोठामा बुद्धको मूर्ति कस्तो लाग्यो त आमा बाबा नपस्नु भन्यो आउनु कि आउनु म भन्छु अघि हामी चढे त्यहीँ है हो त्यहीँबाट झर्ने हो अब त्यो के यिनीहरूको नाम भन्न जानिन्न एकछिन धान्नु है पिसाब है नाम के होला नि बुढो कति छन् होला है यहाँ त बुद्ध लाखौँ लाख होला नि ओइ खैरे हामी यहीँ आयौँ त ए पहिला खुट्टा हातले आकार बनाएर फुटेको होइन क्या आमा त्यसरी जोडेको होइन त ऊ हातहरू त्यसरी जोडेको क्रेनले भनेर देखाएको अन्त कोही आँखाको पात नाकको पात भनेर लेखिएको छ यहाँ यसरी जोडेर फाइनल्ली हाम्रो बुद्ध नेपालमा जन्मेको बुद्धलाई यति धेरै सेवा हामी त घरभित्र हौँ कि
खुट्टा लाग्ने मान्छेहरूले त हिँड्दै 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 डुल्छन् के अरे बिस्तारै आमा बिस्तारै के अरे अब पिसाबले फाइनली गाइज हामी बुद्धको मूर्तिभित्र छिरेर निक्ल्यौँ होइन आमा कस्तो रहेछ रे आमा डेन्जर राम्रो रहेछ स्वर्ग रहेछ बुद्धको हामी पछाडिबाट झरेछ सुनेको जस्तो बुद्ध रहेछन् भित्र बालेन लाउनु न बादिनु त पुरै सुनको हजारौँ हजार बुद्धहरू होइन आमा हाम्रो नेताहरूले बुद्ध सुद्ध सबै बेचेर खाइसक्यो अरे अर्काको देशमा यति राम्रो बनाएको छन् बुद्ध यति ठुलो मूर्ति बनाएको छन् गाई यसरी हेर्नुपर्छ खै हाम्रो क्यामेराले पनि भेटेन फेरि त्यही माछा हो ब्रो त्यही माछा हामी जाने भैले त नि बुढो ए ल माझ्जोबाट नि थियो नि अब घर जाने घुम्न पाएन नि छुर्पी खेलाएर फाल्दैन पाएर पछाडिको भागमा चाहिँ हाँसहरू माछाहरू है सबैजना त्यो हेरेर रमाएको थियो आमाहरू पनि रमाउनु मेरो छोरी नि रमाइन् अब हामी फर्किने बेला भयो अब बिस्तारै बिस्तारै फर्किनु पर्छ भनेर एकछिन हेरेपछि फर्किने तयारी गरिदिउँ कस्तो रहेछ बाबा यहाँ बुद्धको मूर्ति राम्रो रहेछ हाम्रो नेपालमा जन्मेको भन्ने तर यस्तो बनाएको छैन नि यहाँ एकदम राम्रो रहेछ जापानमा नेपालमा जन्मेको लुम्बिनीमा जन्मेको सबै लेखेको थियो नि लेख्न त लेखेको तर उहाँ त्यति राम्रो कहाँ छ त त्यति ठुलो है त्यसकै भित्र बजारहरू त छ बस्ने ठाउँ त छ के के मूर्तिहरू त छ हामी त बुद्धको पेटभित्र छिर्यौँ होइन आमा बुद्धको पेटभित्र त कति धेरै मूर्तिहरू नि आमा हजार मूर्तिहरू सुनै रुपैयाँको मूर्ति छ फाइनली हामी बुद्धको मूर्ति घुमेर नि अब घर फर्किँदैछौँ 4 बज्ने 3 बज्यो 3:30 अब हामी 4:30तिर फर्किसक्छौँ अलि यो साकुरा फुल्ने बेला फुलहरू फुल्ने बेला भएको भए कस्तो राम्रो हराभरा हुन्थ्यो आमा साकुरा फुल्ने बेला नभएको भएर अलि उजाड देखियो तिमी गए तर राम्रो ठाउँ राम्रो लाग्यो हाम्रो नेपालमा जन्मेको बुद्ध भगवान् विश्वले चिन्ने विश्वभरि होइन शान्ति फैलाउनु भएको हेरेर फर्कियौँ गाइज अघि देखिएको छन् बुद्ध यहाँबाट ल के भन्न चाहनुहुन्छ त आमा भन्नु नि त नि कस्तो हाम्रो नेपालमा नि सबै नेताहरूले होइन सबैले राम्रो गरेर यस्तै मूर्ति भगवान्हरूको सबै थोक राम्रो गरिदिएर कस्तो राम्रो हुन्थ्यो कि हाम्रो नेपालमा ल जाऊँ बाबा बाई बाई एभ्रिवान बाई बाई बुद्ध बाई बाई आजको भिडियो यहाँ इन्डिङ हामी बाहिर गएर घर जान्छौँ बाई हामी घुमेर आइयो है बाबा आमा कस्तो भयो त रमाइलो भयो बाबा फाइनली साँझ पर्यो मेरो सपनाहरूमध्ये एउटा ठुलो सपना थियो कि आमा बाबालाई जापान लिएर घुमाउने एउटा सपना मेरो सपना पुरा त गरेँ तर आमा बाबा कतिको खुसी हुनुभयो कतिको होइन ह्याप्पी हुनुभयो आफ्नो स्वास्थ्यले कति साथ दिनुभयो त्यो कुराहरू आफैमा रह्यो होइन किनकि बुढेसकालको शरीर हो भने जस्तो हेल्दी नहुने मेरो अझै कति ठाउँहरू घुमाउने इच्छाहरू थियो हुन त अब सानो बच्चा भए पनि मेरो हस्बेन्डले एकदमै सपोर्ट गर्नुभयो बच्चाहरू उहाँले हेरिदिनु भएको भएर पनि सजिलो भयो टोकियो अनि अरू धेरै ठाउँमा घुम्ने इच्छाहरू हुँदै पनि अब आमा बाबाको स्वास्थ्यले साथ नदिएर मैले घुमाउने रहरहरू सबै कुरा सोचेर हुँदैन जस्तो लागेर यसैमा जे छ त्यसैमा म खुसी भएको छु मेबी आमा बाबा पनि खुसी हुनुहुन्छ होला थ्याङ्क यू